सो गाइज हामीहरू फाइनली अहिले सुँगुर खोला आइपुगेका छौँ। अब हामी यहाँ खोला झर्दैछौँ अनि अब हाम्रो कार्यक्रम हुन्छ कपडा सफा धुने होइन, कपडा सफा धुने अनि त्यसरी मासु ल्याएको छ, मासु सासु पकाएर खाने होइन। अनि त्यस पछाडि चाहिँ आयो भन्डिङ हुन्छ। यस्तो छ तपाईँको हाम्रो अगाडि सोल्टीले पानी पकरेर गर्नु चाहिँ मैले टिकटकमा देखेको चाहिँ मैले टिकटकमा यो प्रायः देखिरहेको थिएँ। यो यस्तो हानेर यस्तो गराएर हान्ने यही हो कि के हो, मान्छे खान्छ भन्छन्, मलाई त्यति थाहा छैन है। यही त होला, यही जस्तो लाग्छ हो कि होइन, खासै थाहा भएन मलाई। अब थाहा भइदिएको गयो त अब खान मिल्थ्यो। टिकटकमा चाहिँ यो प्रायः मान्छेहरूले यो बाहिरको बोक्राहरू छिलेर होइन अनि त्यसरी खाइरहेको हुन्छ। तर यो हो कि होइन त्यति मलाई थाहा भएन, भइदिएकोमा खाइहाल्थेँ। अनि यस्तो छ हाम्रो माहौल, ध्यान दिएर हिँड्नुपर्ने अवस्था हुन्छ हामीलाई। अनि हामी यताबाट हिँड्नु पर्ने हुन्छ। पानी तर लगभग अलि कमै भइसकेको छ पानी यतातिर। गोल्पा हो हाम्रो अस्ति त्यहाँ त्यहाँनिर चुलो बनाएको छ, त्यही हुन्छ। यताबाट हिँड्नु यताबाट कस्तो सुँगुरको मासुमा फल त्यहीबाट सरसर आउनु न, त्यहाँबाट यसतिर आउनु क्या, म यसतिर आउनु न। हामी सोल्टीहरू यता आउँदै गर्नुहुन्छ, हामी चाहिँ आफ्नो गन्तव्यमा गइहालौँ। पहिला के छ अवस्था यहाँको, दाउरा पनि उत्तिकै रहेछ हामीले छोडेको जति है। अस्ति हामीले यहीँ पकाएर खाएको दाउरा रहेछ। अनि हाम्रो यो माहौल छ। अनि त्यसै म कपडा धुँदै गर्छु। अब कपडा धुँदै गर्छु म, सोल्टीले आगो बालेर ढुङ्गा तताउँदै गर्नुहुन्छ त्यति बेलासम्म। सोल्टी कतिसम्म उठाउन सक्छ, वेट बोक्न सक्छ? 100 केजी। 100 जोगदान उकालो जाँदाखेरि क्या त्यो त उठाउनु त 100 केजी उठाइन्छ। उठाउन झार्दाखेरि बसाउँदै हिँड्न सकिन्न क्या, खुट्टा हिँड्दिन्न क्या। उठाउँदा हामी उठाउँछौँ, खुट्टा हिँड्दिन्न क्या। भिनालको सँग उठाउँदै दुईजना उठाउँदा त्यसले के हुन्छ कि भन्छ हामीलाई। त्यस्तो काम गरेँ आफू आफै लाग्छ क्या, तँ मर्ने काम गरेँ भने भिडियो खावा त्यो हालेको जानु। पानी किन्न पहिला किन पनि त्यस्तो थियो नि पानी। पहिले पानीमा पो वाटर प्रुफ थियो र पो गरा हामीले बोतल लिखिन पानी छ नि, बोतलबाट गरा त बोतल कहाँ छ त। तिमीलाई म सोल्टीले कपडा उठाउन हुन्छ। सोल्टी हाई गर्नु
Tao hay tao tu आओ तेरी जिंदगीमा जस्तो गाना बजाएको छ नि सनसाइडको भ्यूहरू ओहो दामी छ दामी यता छ गाउँ फुलेको गाउँ हो कि धान होइन ठिक छ यता छ पहाडहरू उतातिर छन् केटाहरू गइरहन् अनि यता छौँ हामी अनि यता छ पहाडहरू त्यही भन्नु खम्बा छ पाइप छन् दामी छ भिजहरू होइन यतातिर अलिअलि पहिरो छ यहाँबाट सोल्टीले हाम फाल्ने रे हाम फाल्ने त सोल्टी हामी सोल्टी यता छन् तर मस्त छ ठाउँ सनसाइन भ्यू छ दामी होइन